नमस्कार, म अली हुँ। आज म तपाईँलाई भन्न गइरहेको छु कि तपाईँ बस्ने घरमै पनि खतरा हुन सक्छ। यो भन्नाले के अर्थ हुन्छ म सबैलाई बुझाउँछु। आउनुहोस्, हामी बस्ने घरमा कस्ता-कस्ता खतरा हुन सक्छन् भनेर हेरौँ। सबैभन्दा पहिले घरको बाहिरका खतराहरूबाट सुरु गरौँ। छाना, घरको पर्खाल, झ्याल जस्ता धेरै खतराहरू देखा परे। उदाहरणका लागि छानामा चिरा परेमा पानी घरभित्र पस्न सक्छ। छानामा चिरा छैन भन्ने कुरा पक्का गरौँ। यससँगै ध्यान दिनुपर्ने केही कुराहरू छन्। साथै दिमक नआओस् भनेर गर्ने उपायहरू र धेरै पानी परेपछि त्यो पानी घरभित्र नआओस् भनेर तयारी गर्नु जस्ता कुराहरू पनि निकै महत्त्वपूर्ण छन्। अब घरभित्र सुरक्षित छ कि छैन जाँच गरौँ। सबैभन्दा पहिले ढोकाको वरिपरि सामान राख्दैनौँ। प्राकृतिक विपत्ति आए पनि तुरन्तै भाग्न सकिन्छ। अर्को घरभित्रका झ्यालका सिसामा फिल्म टाँसिन्छ। यो फिल्मले भुइँचालो जस्ता कम्पनले सिसा फुटे पनि टुक्रा कोठाभित्र पस्न नदिने काम गर्छ। अन्त्यमा अग्ला फर्निचरको माथि सामान राख्दैनौँ। कम्पन हुँदा माथिबाट सामान खस्न सक्छ र यो खतरनाक हुन्छ। र अग्ला फर्निचरहरू सजिलै ढल्न सक्छन्, त्यसैले तिनीहरूलाई मजबुतसँग जोडान गर्न सिफारिस गरिन्छ। यदि जडान गर्न सकिँदैन भने मानिसको माथि नढल्ने ठाउँमा राखौँ। यदि केही भयो भने तुरन्तै भाग्न सकियोस् भनेर सधैँ कोठा सफा राखौँ। अन्त्यमा सहायता सम्बन्धी योजनाहरूको परिचय गराउँछु। पुलोबरी तीनवटा छन्। फर्निचर र इलेक्ट्रोनिक्स नढलुन् भनेर दिने सहायता, घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि सहायता, खाली घरका लागि सहायता, तपाईँको महत्त्वपूर्ण घर विपदमा नष्ट नहोस् भनेर सहायता योजनाहरूको उपयोगबारे पनि विचार गर्नुहोस्। हेरिदिनु भएकोमा धन्यवाद। अर्को भिडियो पनि हेर्नुहोस् है।